आज यहाँहरूले देखिरहनु भएको छ। आज म एकदमै भाइरल मोरङ केराबारीको अत्यन्तै ठुलो भिड 32 चुरेको कागबाट यहाँहरू माझ भिडियोमा आइरहेको छु। यहाँहरू सम्पूर्णले यो भिडियोलाई शेयर गरिदिनु हुनेछ अनि लाइक सब्स्क्राइब पनि गरिदिनु हुनेछ। यो अत्यन्तै मनोरम दृश्य देखिरहनु भएको छ नि हजुरहरूले। यो 32 जुरे एकदमै भाइरल 32 जुरेको यहाँ मान्छेहरू आउनलाई एकदमै डराउँछन् र तर पनि यहाँ आइसकेपछि एकदमै फेरि एकदमै अनौठो दृश्यहरू देख्न सक्नुहुनेछ। यहाँबाट देखिएका दृश्यहरू उतापट्टि मोरङके सिंहदेवीको साबिक 7 नम्बर, त्यस पछाडि 8 नम्बर, त्यस पछाडि यो 9 नम्बर। यो उता मोरङको यो देखिने सबै भूभागहरू मोरङको हो र यो 32 जुरेमा अत्यन्तै ठुलो भिड छ। चट्टानले बनेको एकदमै ठुलो दृश्य, एकदमै ठुलो चिज यो 32 जुरे हो। यहाँले देख्न सक्नुहुनेछ गाडी गुडिरहेको छ। आउन चाहिँ अलिकति डेन्जर छ, तर यहाँ आइसकेपछि एउटा राम्रो अत्यन्तै सुन्दर दृश्य देख्न पाउनुहुनेछ। टिकटकहरू भाइरल भएका छन्, मैले हालेका भिडियोहरू पनि भाइरल भएको छ। यहाँबाट देखिने मनोरम दृश्य र यो चट्टानले बनेका एकदमै मजबुत चट्टानले बनेका मजबुत पहाडहरूको श्रृङ्खला यहाँहरूले हेर्न पाउन सक्नुहुनेछ। मैले यहाँहरूलाई भिडियो मार्फत देखाइरहेको छु। यो अनौठो दृश्य पनि हुनसक्छ। बाटो छिनिसकेको छ तर पनि गाडी आइरहेको छ है। त्यसले गर्दाखेरि यहाँहरूलाई मैले के अनुरोध गरेँ भने एकचोटि 32 जुरे चाहिँ आउनुपर्छ। यहाँहरूलाई मैले हार्दिक अनुरोध गरेँ। यहाँ मैले गाडी हटाइदिनु पर्ने सम्भावना देख्दैछु। मैले मेरो बाइक त्यहीँ राखेको छु है। ल भाइलाई, मेरो भाइलाई धन्यवाद। केराबारी हो ए ल यो चाहिँ एकदमै छोटो यात्रामा केराबारी पुगिन्छ। यहाँदेखि 22-23 किलोमिटर मात्रै हो। यो 32 जुरेमा एकदमै यसरी गाडीहरू हिँड्छ है। एकदमै यो भाइरल भिड यो जेफालेसम्म जाने भिड हो। यो जेफालेसम्म पुग्छ यो बाटो। जेफालेदेखि रबिराके हुँदै माथिसम्म पनि जान्छ। यहाँबाट देखिने एकदमै मनोरम दृश्यहरू यहाँले निहाल्न सक्नुहुनेछ। यहाँ एकचोटि टिकटक बनाउनु भयो भने हजुरहरू भाइरल हुनुहुनेछ। सबैलाई जेफाले आउँदाखेरि कम्तीमा पनि यो 32 जुरेमा टिकटक अथवा केही भिडियो बनाइदिनेको लागि म हार्दिक अनुरोध गर्दछु है।